फेर्छ नि त लुगा फेरि भयो ढिलो हुन्छ क्या त्यहाँ आज भरसक केही सफा गरेको छ अझ ढिलो उठ्न आले भयो हौ अहिलेदेखिको नखिच्छ यहाँ यता हेर न नआउने अरे किन उठ्दैन हो ज्यान उठ्यो ढिलो कसरी खेल्नु बाबु यो डबल निक्लिनुपर्छ कि टिका रहेन छैछ होइन हेर त नमिलाएर टिको रहेछ नसिँदो रहेछ त होइन होला सानोबाट चारपाटीबाट यस्तै चारपाटी हो के हो सुनले यो त छैन कि पोते छ। आफ्नो हेर्ने अनि त्यहाँबाट यसो हेरेपछि अनि अर्काको जस्तो सुकै हालिदिने देखियो धेरै चाहिँ तर त्यसो नगरेर सबैकै राम्रो हाल्दा नि हुन्छ कुनै कुनै राम्रा नआएका हुन्छन् नि त अधिकांशले त्यही गर्छन् अधिकांशले राम्रो चिनेकाले आफ्नो मान्छे को कस्तो छ भने थाहा पाएकै पनि हुन्छ हुन त होइन गल्ती देखेर केही अर्दै रहेन यो बत्ती भएको छैन भिडियो हो अरू काले रुमाले हामी काले छ त हजुर ओड्दैन ओड्नाले काले स्वीकारेर बे गरेको मैले स्वीकार काले खोजेर भन्नु नै मलाई कालो चाहिँ ऊ त पर्दा लाउँदा चाहिँ हुन्थ्यो होला के एन्टीलाइट आयो नि त आइफोनलाई एन्टी लाइटले पर्दा उगाएर साह्रो त्यही हुँदैन अरे एन्टीलाइटले आयो गयो नि त्यसमा त आउँछ होला चिनी राख्नु अलिअलि कि नराख्नु गुलियोको बारे भएको चिनी नखाने मान्छे गुलियो दहीमा जुजु धो त गुलियो नखाने भन्दा यो गुलियो पहिले नखाने नि हो नि त केही पनि गुलियो नखाने हो सेलरोटी खिर त खानु थे जुजु धो नै लिएर आउने हुन्थ्यो नि के हो दुधहरूको हपमा पुगेर आयो है त्यही त म फोन गरेर मैले उहाँ सम्झेँ पनि सम्झेको मैले के गर्नु गुलियो मन पराउँदिनन् भनेर अहिले यो जिब्रो पनि चेन्ज गर्छ क्या मैले गुलियो नखाने पछि गुलियो खान थाल्दा हाम्रो आमा त्यसो केही नखाने पछि गुलियो खान थाल्नु लु कसले खुवाउने पहिले आमाले आमाले खुवाउनु न ल है आमा नाति 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 धनी तपाईँ के चाहिँ रबुल के गर्छौ रबुल भयो त्यति भइहाल्यो नि भयो यस्तो बत्ती दिवाली बत्ती दिवाली भतिले यसो हेर्दाखेरि चाहिँ मलाई चाहिँ यसलाई पनि मलाई चाहिँ त्यसो सुहाउँदो लागेको छ है जे भए पनि कतै भेटिन्छ के हो त आलु आलु खाए पनि भयो निकाले खुवाइदिनु नि त आलु म दही नै खाउँछु दही सुक्दै खाउँछु दुईतिर खानु अनि ऊ मेरो चाहिँ नआउने रहेछ नि त आइज अब बस्ने तपाईँ त्यो लुगा चाहिँ अलि अलि लाउनु न पुरा लुगा यो यसैले कन्टिन्यू खिच्छ यो थिचो भने यसैले गऱ्यो भने ऊ गर्दो रहेछ पज गर्दै हजुर मैले धुन हाल्दै कालो अफ गर्नु डाटा अफ गर्नु भएन हुँदैन हुँदैन किन हुँदैन बिटेको भुँडी देखिन्छ तिम्रो यसो गरौँ अनि भोलि देखाउनु त पर्दैन अब अहिले यसका बाजे पहिले छोपिन् त मलाई त कसरी खाउँदैन होइन पाउँथ्यौँ अन्त पाउँथ्यौँ हतार नगरेकै भए हामी पाउँथ्यौँ खुवाउनु पर्छ 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 त्यसो गर्नु नि त खाइहाल्छ ए हुन्छ यो चाहिँ गप्पै गप्पै बलाइछ खानु न नचाहिने माया चाहिँ नगर्नु क्या होइन अनि सबैजना खुवाउँदाखेरि पुग्छ त भाइको माया नि त्यत्रो कुदाएर पट्नु ल्याइछ त्यही त त्यत्रो कुरा ल्याएको बिचारा गरेर किन स्कुटरै नकुदाउने फेरि होइन स्कुल प्रेसर नकुदायो नि त माया गर्नेले गरेको माया लिएको छ ठिक छ छोराको बाउलाई
छोराछोरी चाहिँ भए पनि छोराको बाउलाई छोरा आयो भने यसले फुपूहरू त्यसरी छ नि छोरा खोजेर नआउने कसले ऊ भिडियोमा छ नि फेरि छ होइन नि छोराको बाउ छोरीको बाउलाई नानीको बाउलाई रोटी पनि खाऊ रोटी पनि खानु सक्छौ त रोटी पनि लाग्छ जे आयो पनि यो कति पनि छैन फुलेको छ कि मजाले छोराछोरी जे भए पनि नानीको बाउ शान्तिले होस् दुःख नपाउनु राम्रो होस् मैले त खुवाउनु पर्दैन होला हौ यसो भन्दा हुन्छ होला पर्छ त म यो सकल होस् राम्रो होस् एकदम शान्ति होस् सबै थोक नाति नातिनाको मुख हेर्न पाऊँ अघि नपुगेका पनि यसको चाहिँ एउटा भएदेखि मलाई सुक्खरै मथे भन्नुहुन्थ्यो अब हुने भयो नि पछि बिहे पनि नहुँदाखेरि कहिले हुन्छ बिहे भन्नुहुन्थ्यो बिहे भयो यस्तै हो मान्छेका दिन सबै पर्खिनु भयो। होइन गन्थन खेतीको सबै घुमाइरहेको छु त सबैको हालिरहेको छु खाइसु आलुको अचार कस्तो थियो आफू त खाइएन तिमीकै त्यो राख्नुपर्ने रहेछ नि खासमा अब खाने चाहिँ भोलि त रामनवमी हो नि भोलि त दसैँ नै आएछ दशमी ए के अरे अष्टमी अष्टमीको टिका चेलीबेटी घरमा आउँदा लगाइदिएको टिका अष्टमीमै लाउँथ्यो नि त पहिले त दशमी हेर्न पो थालेछ। छ आजको शुभ साइतमा भाइको बुहारीको राम्रो होस् हाम्रो भादा भदैनी बढुन् यही शुभकामना छ भएन त नि अब उक्सी गयो नि सामान हराएको आधी पनि भएन आधी पनि भएन भयो है एक थोक त चाम्रे भयो दुई पट कहीँ खाली जस्तो देख्यौँ भने पछि कपाल बिराउने ए बाबु यता 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 अलिक अगाडि बलुन चाहिँ साह्रो खाली हो क्या यता 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 यो डोरीले बाँध्नु त के देख्यो के हो उयो उयो तपाईँलाई छोर रहेछ कसले हेरेर यिनीहरू मेरो साथी आज मात्र मौका पाएको यहाँ सफा गरेँ त्यो बेला अलिकति त्यो झसाइदिउँ राम्रो बनाउनु त्यो जोडी चाहिँ देख्नु है हिँडेको पियाज नास्ता भइहाल्छ कति राम्रो म मिलाउनु नहुनु तिमीले ड्रइङ गर्नु दुईजनाकै आउनु पर्यो नि अनुहारको लु भयो लबिलाई फाइ सरी नुहाइसकेर सबै पुस्दै थियो रेडी छ कुन त्यहाँदेखि गयो अहिले नयाँ ल्याएको पावर छ है पावर जस्तो लागेन अलिअलि तर मैले ऐना चाहिँ ठुलो आएछ कि के चाहिँ सोचेँ बेबी चिसोमा नजाऊ है त्यता तिमी यता माथि फ्याँको त के दुईटा जस्तो पुगिसक्यो अब सक्नु छ एउटा बाँकी छ। मैले पनि लेखेको छ आफू पण्डित मान्छे छाडा गर्न भएन बिकीले चेक नदिँदा केही भिडियो देखाउँछ आइसकेपछि उहाँको पनि हातै हेरेर लाग्नु पर्यो अब उहाँको चाहिँ के हात हेर्नु यही हातले आशीर्वाद लिएर
आर्मी छैन पूजाको भाँडा अलिक लामो बनाउँ केटाहरूलाई मेरो लामो हुन्छ नि मिनाले रेडी भएको छ्याउ भयो हौ साथी अर्को पनि छ त्यहाँ निकाल्छ के यतापट्टिकोमा यसमा ओल्लोमा यसमा के छ उसको बट्टामा छ तलपट्टि ब्ल्याक साइड के को बट्टामा छ रे यो कतिको टाइट हो मलाई गयो ठिक छ यतिको ल मेरो अन्दाज मिलाइ खिच अब म चाहिँ प्रेग्नेन्ट मान्छेलाई छु भएको आफू चाहिँ बसेछु आयो त माइज यस्तो के साइड बेस त राम्रो आउँदैन मेरो बिना चाहिँ म सिकाइसकेँ मैले यसो यहाँ फेरि ठुलोमा आइसक्यो यहाँ फेरि भाइलो छ कि माथि चढ्न झ्यालको छेउमा फेर्ने भयो आधो राइस अनि गर्छ लामो नखिच भन्ने भन्दा धेरै पक्सी पक्सी बस कहाँ हिँडेको आरती गर्छ नि पूर्व फर्काउनु न दियो कता हो पूर्व यता यसो भएर टिका चाहिँ मलाई पहिले भयो 3 बजे भइसक्यो घुमेको घुमै गर्छु लगाइदिन्छु अलि यता फर्क यो यता बसिस न गाडीबाट यो नानीको नाम युवा न पहिलेको अब के जान्नु हामी पनि मोडल हो नि त अहिले त तीनपल्ट तर दुईवटा दुईपल्ट मात्रै पायो भयो सानी यो मेरो बेग्लै राख्दैन मेरो सम्झँदैन भेट्यो गाडीबाट बस्छ जानेले राम्रो आयो राम्रो आएको यस्तो अलि चुचो अलि लाम पार न अनि अहिले बिन्दाले यहाँ चाहिँ डिस्टर्ब भएको छ म एउटा एकछिन ल यो म बाँधिदिन्छु फोटो के जमाना छ
खोइ त गीत सित गायो भने खोइ तिमीले गीत गाउनु भिडियो अन गर्दै गयो हुन्थ्यो नि गीत गाऊ गीत गाऊ मोबाइल फोन छिटो छिटो भयो एकछिन ढिलो हुने मान्छे हो उता फेरि सानो बच्चाले उता हेर्दै रहेछ डिस्टर्ब फेरि छोड्दैछ नखोल्छु मैले अरूलाई भने फेरि मेरो लाग्दैन त अब चलाउने हो नि त आशीर्वाद धेरै धेरै छोरी अब 3 वर्षपछि छोरी अहिले त छोरा छ पाइन छ मैले जयसर पनि छोरा छोरीको बाउ छोराको गाउँ एउटा मात्रै छ दुईटा भए त राम्रै हुने रहेछ भकै कुरा पाउनु पाइन छ त मैले कति हात गरेर बनाउँदै खुवाउनु म नि खाइदिन्छु के गर्नुपर्छ अरू मैले ल्याएको छुइनँ बाँकी आलु चलाउन म त छोड्दिनँ तिमी त त्यो हामी हुर्काइदिन्छौँ सुत्नलाई बितिसक्यो उसलाई नखुवाऊ रातो भएर सुताउनु पो पर्छ दबाई खुवाएर सुताउनु नेक्स्ट नेक्स्ट हामी त सँगै गर्दा पनि हुन्छ होला नि युवाना तिमी आएर बस्छ बाबुसँग अगाडि बस्नु एउटा खान्छ ल्याउ त बाबुसँग बस्न आऊ न यसले पनि टिका लगाइदिनु आँटे कि लगाइदिनु भने सुन टिभी यता बस्छ त मलाई चाहिँ छोरै उठाउने छ अलिक खिच्नु नि बत्किन यहाँ पनि छोरी छोरा छन् कि छोरी होस् हामी छोरै हुन्छ म त यो पहिलेदेखि नै छोरै हो भिडियो होइन नि यो यहाँ पाउनेहरू चाहिँ छोरी छोरा पाएछन् नभन्छु न पहिला बस्नेहरूले पनि छोरी पाएर गयो छोरै हुन्छ मान्छे भने होइन छोरी भने खै उ नानी छोरी पाएर लिएर आएको यहाँ आएर छोरा पाएर तालो मिच्दिन त भएन मैले खिचेको फोटो भाइको बाँकी पालिसकेले पनि खुवाउँछन् नि त्यही त खोइ यस्ता छन् अब त खा ल धेरै खुवाउनु हुँदैन होला के फोटो खिचेन नि भाइ खिच्छ नि भिडियो छ फोटो पनि हाल्न नहुँदैन यसबाट फोटो गर्दै गाडी पाएको कान्छीलाई खुवाउनु पर्छ नि भाइ कान्छीलाई जाऊ खुवाइदेऊ जाऊ खुवाइदेऊ भिडियो खिच्दैछु हौ कान्छीले भाइ ल्याउने ए रेसो सरी ल्याउने रे तिमी म खोज्दैछु पर्खै भाइ बिस्तारै तिमी पनि बिस्तारै स्लोमा जाऊ पर्खै ल खाऊ गाह्रो हुँदो रहेछ नि त नखाने ज्वरो आएको छ ए खोकी लाग्यो ला मैले त केही गरेन नि त साली गरेर यो बन्द गरिदिउँ त्यही त उहाँको त मैले भिडियो ल साली मैले छेक्दै भाइ सरी पर्खै ल ल बेबी तिमी पनि जाऊ त ठुलो मामा त्यसरी खुवाऊ भने दादाहरू आइसिन्छ मामाहरूको पालो लु आऊ बहिनी आऊ खाली चम्चा मात्रै देऊ अलि टन्न देऊ ल दादाहरू आइसिन्छ भाइसँग खेल्छ त यता फोटो यता
एकदम धेरै धेरै शुभकामना। अब घरले छोरो पाओस् है, डेटमा घरले छोरो देख्न पाइन्छ। शुभकामना चाहिँ के भन्नु कहिले आउने दादा भन्दै कहिले आउने अनि अब त खासै ह्याप्पी भयो बोक्नु लागेको रहेछ। ल जय सबलाई पनि एकदम धेरै धेरै शुभकामना है। यसो केही खाएर बस्छ त्यो भएन। जेठ महिनामा चाहिँ अब माया पनि गर्दै ल खिचिन दादा एकचोटि फेरि प्लिज। ल ल म यहाँ सँगसँगै छु है आयो मेरो जय सबलाई। ल यता हेरेर अच्छा ल आयो मैले अङ्कुर पनि पनि देऊ। खुवाइदिनुपर्छ कि दुटो हुँदै भन्दै त तन्दी त खेल्ने कोही छैन अनि उसमा के अरे बिहेमा किमा बनाइदिइसक्यो होइन त? त्यतिखेर त बुढाको दिनु लागेको रहेछ रे। के थियो अरे? यसरी त बुढी दिनु आउनु म यता आउँछु। चारवटा खाने खै त अन्त तिनजना म यस्तै बस्छु। ल यता दिदी उता दिनु रे ल कति यो आइफोन 14 बाट हो? उता यो भिडियो त्यता फोटोमा हेर्नु न ए फोटेर 14 हो कि 15 हो? यताबाट खिच्नु त एउटा एउटा म्याक्स यताबाट खिच्नु त्यताबाट अलि आएन जस्तो लाग्यो मनोरञ्जन बहिनी तपाईँ ल सरी है बहिनी महँगो छ है। हुने रे एन्ड्रोइड हुँदैन। कसलाई दुईटै बहिनी होइन अब आइफोन चलाउने बानी भइसकेपछि त यो केमा बसिरहेको किन म उभिएको छु अनि अब किन एउटा निकालेको छैन। के हो यो भिडियो हो ल बस मानिस बसेर खेल। यता यता फोटोतिर हेर्नु भिडियोतिर त आइहाल्छ यसले दबाई नखुवाइदिने सादा फोटोग्राफर केक ल्याउनु पर्यो नि केक ल्याउनु पर्यो नि केक त्यो चिसै छैन केक ल्याउनु खेल्छ है जस्तो मलाई बस 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 ल ल भुइँयो भने ल सानीले भुइँयो अब त्यो क्षेत्र भुलेछ भुलेछ ल्याउनु पर्यो नि अब त अब अलिकति अब वेस्टर्न अब अहि कल्चर र अब वेस्टर्न भिनाजले दिदो लागि छ दिदो भिनाजले लाग्छ अनि हामी एउटा गेम खेल्छौँ सबैजना भन्नु पर्यो म तिम्रो रिलेसनमा के पर्छु अनि तिमी के भन्ने बनाउँछु यो चाहिएको ल ल ल उठ्ने उठेर लाउनु पर्यो नि यो त एकदमै पहिला एकचोटि हामीलाई देखाउँ त त्यो सास भिनाजु अग्लो भइसक्छ पुरा ल अब लगाइदिउँ अहिलेसम्म अब लाग्छ भिडियो खिचौँ न फेरि फोटोमा लगेर ब्याट्रीमा बुझ्नु आउँछ एक्लै अर्काले उल्टो भयो ल तिम्रो नाम युवा न हो पहिला ताली बजाउँ न यहाँ। ए ताली हो कि त ऊ यता खोज्दैछ त्यो अहिले के काटिहाल्ने अब किन राख्यो त दिदी आउनु यता यता चाहिँ त्यो हुनु पर्यो काम सक्दै गर्ने खाने ल ताली खै बजाउँ न ताली 10 म फोटो खिचिहाल्छु ल ताली तर सिकाउनु पर्यो नि त आफै लगाइदियो भिनाज त्यसरी ठिक छैन सिधा छैन। के अरे म यहाँ झुम्जाइदिन्छु अरे ल ड्याड टु मी ताली ओके राव ताली बजाऊ न यार। के हैन हैन त्यस्तो ल यता हाल्नु बाबु पर्यो ताली बजाऊ ताली बजाऊ। यता हाल्नु पर्यो भिनाजु अलिकति तल जान्छ झुम्दिन्छ होइन अनि माथि अलिकति देखिएन कि डेट बाबासँग ल बाबासँग जाउँ एकैछिन दबाई खाइछु दबाई खा ल बाबा ल बाबा ज्वरो उइस मात्र हो गेस त गर्दिन। गेस यस्तो हो नि त्यो कस्तो उइस हो गेस आफूलाई के लाग्छ त भनेको त आफ्नो अर्को चाहिँ लाइटर ल्याइछु त आन्टी दुईटा ह्यापी बर्थडे ह्यापी बर्थडे नो डटर What's inside the wall? छिटो बोलेको त्यही लाग्छ त म बोल ब्लु नै बोल देखि सौका पता भइरहेको छ ब्लुतिर छोरा रहेछ। पेट पनि अलि ठुलै छ है।
छोरी हो कि हो के अहिले भन्नुपर्छ दादा होइन माथि भएको छोरा हो रे। रिलेसन भन्ने अनि मलाई नाति छोरा हुन्छ छोरी हुन्छ भनेर भिडियो खिच्ने क्या सुरुमै छोरी ल ठिक छ बिना चाहिँ खान मिल्छ है ठुल्माउलाई पनि खान मिल्छ अभी ताली बजाऊ ए दा ठिक्क आयो छोरी छोरा आउँछ यसमा ग्यारेन्टी हजुर मात्रै छोरी भन्दै हुन्छ छोरी म पनि हो वाइफाई गरेको फोटो खिच्नु नि फोटोग्राफरले खिचिराख्नु अनि त्यो त हामी पछि गरेर पनि भइहाल्छ नि त अब भन्ने हामी भिडियोमा हाने अब अब यो स्टप गर अब म तिम्रो ठुलो मम्मी हुनेवाला ठुलो मम्मी मलाई तिमी हुँदैछु जस्तो लाग्छ उहाँहरूकै गर्नुपर्छ अब के त गेम पनि नखेल्ने त अब गरिसकेपछि हुन्छ भयो क्या यादगार हुन्छ नि त हेर्न ओर्न पछिसम्म अनि अब म चाहिँ भिडियो खिच्छु छोरी चाहिरहेको छ म छोरा भनेर दिइसक्छु नि त दिदीको केकको बन्द गरेर त्यो सकिसक्यो टिका आन्टीले लगेर थन्केछ हेलो पहिले छोरीलाई हो ल यति अब लिन आइसक्यो त 5 बजेपछि हिँड्छ न है सरप्राइज है मैले त आशीर्वाद त्यही हो हुन्छ अब म हेर केही बनाउनु भएन त्यस्तो हो नि मालिकले सबै थोक अहिले आए के सबै रेडी छ अनि बिहान हिँड्नु भएको के अरे भिनाजु पक्ष न कति टाढो हो हामीलाई त झरीमा अनि हेर दही चिउरा खुवाएको चाहिँ के देखाउनु खिच्नु पाएँ फेरि खुवाएर दही चिउरा खिच्न पाइँदैन अरे म फोनमा बोल्दै थिएँ बोलाउँदै थिएँ मलाई खुब मन पर्छ बच्चाहरू खुब त्यो बोतलको त्यो उसमा चढाइदिनु पनि अचार चाहिँ त्यति बेला फोटो आउँछ नि बिना चाहिँ तन्किसिन्छ नि बधाई जय सबलाई पनि ए खेल भाइ ल सुरु गर्नु म बेबी म त के भन्छस् तेरो हुनेवाला बेबी है हुनेवाला बेबीको पर्के जुम जुम गरेर उसको मुख हुनेवाला बेबीको मम्मा तिम्रो हुनेवाला बेबी भएन बेबीको मम्मा मलाई चाहिँ तिमी छोरा भए पनि छोरी भए पनि तिमीलाई सक्नुसार यो धरतीमा ल्याउन सक्नु त्यति हो तर मनदेखि चाहिँ मलाई तिमी छोरी हो जस्तो लाग्छ के भन्नु हुनेवाला पापा ए म हुनेवाला पापा छोरा भए पनि छोरी भए पनि तिमीले हुनेवाला पापा एउटा भन्दैछ नि हजुरलाई चाहिँ छोरी नै होला जस्तो लाग्छ मलाई म चाहिँ हुनेवाला नाति नातिना जे भए पनि उसको हजुरआमा अनि तपाईँलाई चाहिँ के भन्छ जस्तो लागेको त नाति भए पनि नातिना भए पनि जे भए पनि एउटा गेस गर्छु न हजुरलाई चाहिँ के जस्तो लाग्यो छोरा हुन्छ जस्तो नाति हुन्छ जस्तो लागेको छ ठुलो म चाहिँ हुनेवाला बेबीको हजुरआमा हजुर अनि तपाईँलाई चाहिँ के हुन्छ जस्तो लागेको छ त मलाई नाति हुन्छ जस्तो लागिरहेछ ल यता अब ठुलो मम्मी म बच्चाको ठुलो मम्मी हजुर अब बच्चा चाहिँ मलाई लागिरहेको छ कि छोरी हुन्छ ल यता म चाहिँ हुनेवाला बेबीको ठुलो मामा मलाई चाहिँ छोरा हुन्छ जस्तो लागिरहेको छ हेलो म चाहिँ
हुनेवाला बेबीको ठुलो मम्मी मलाई चाहिँ छोरी मनपर्छ छोरी नै हुन्छ जस्तो लागिरहेछ ल अब म चाहिँ हाम्रो हुनेवाला घोरले भान्जाको मामा अब हाम्रो के भन्छ जेठ महिनामा चाहिँ घोरले भान्जा हुन्छन् र यता हाम्रो के परिवारमा रे घिमिरे परिवारमा चाहिँ एउटा घोरले भान्जा जन्मिन्छ हेलो बेबी म तिम्रो हुनेवाला सानो मम्मा होइन मलाई चाहिँ स्योर एन्ड सर्ट तिमी छोरै हुन्छ जस्तो लागिरहेछ धेरै माया गर्नुपर्छ मलाई बेबी के भन्नु भने सानी म हुनेवाला बेबीको मलाई चाहिँ बेबी के हुन्छ ओ बेबी पनि भन म चाहिँ बेबीको दिदी भनौँ यता भयो नि क्यामेरामा यता यता कस्तो लाज लाग्छ बेबी भन न तिमी भाइ हुन्छ जस्तो लागिरहेछ भन न लाज लाग्छ छोड पनि हुनेवाला मामा मलाई पनि अब भान्जी नै भएको राम्रो भान्जी हुन्छ जस्तो लागेको छ हेलो बेबी म तिम्रो हुनेवाला माइजु है मलाई लाग्छ तिमी चाहिँ पक्की छोरा हो म तिम्रो दिदी हो तिमी मलाई भाइ कि बहिनी एउटा भन न हुन्छ जस्तो लाग्छ आई लभ यु भन्यो हामी सँगै खेल्नुपर्छ हस् भनौँ है 1 2 3 तैँले किन हात फेरि माथि गरिस् ल रेडी रेडी सबैजना ओके स्टार्ट खतरा ल भाइरल हुन्छ ल अलिक मुख गरे अलिक भयो 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 हुनेवाला हजुरआमा हुनेवाला बेबीको हजुरआमा हेलो म हुनेवाला बेबीको ठुलो मम्मी हेलो म हुनेवाला बेबीको ठुलो मम्मी हेलो म हुनेवाला बेबीको माइजु हाई म हुनेवाला बेबीको सानो मम्मा हेलो म चाहिँ हुनेवाला बेबीको मम्मा म चाहिँ तिम्रो हुनेवाला सानो पापा मलाई चाहिँ तिमी बेबी बोय हुन्छ जस्तो लागिरहेछ अलिक छुट्टै टेस्ट हुन्छ भनेर मैले सधैँ बनाउने अचार भन्दा
धेरै शुभकामना छ, एकदम सहज होस्, राम्रो होस्। अनि हजुरहरूलाई केही नखाइ खानु त म हजुर आइस न, हजुर आइस म ल्याउँछु कि। हाई बेबी, म चाहिँ तिम्रो हुनेवाला ठुलो मामु अनि मलाई चाहिँ तिमी बेबी गर्ल हुन्छ जस्तो लागेको छ। थ्याङ्क यू। तिमीलाई नि कान्छीको भाइ हुन्छ जस्तो लागेको छ कि बुनु हुन्छ जस्तो लागेको छ? मलाई त बुनु हुन्छ जस्तो लागेको छ कान्छीको। ए हो, म चाहिँ हुनेवाला बेबीको ठुलो बाबा। मलाई जे भए पनि ठिक छ, बेबी बोय भए पनि ठिक, गर्ल भए पनि ठिक, मेरो त्यस्तो प्रेफरेन्स छैन। तर मलाई जहाँसम्म लाग्छ मेरो भित्री अन्तरात्मामा बेबी गर्ल नै हुन्छ। बेबी के अरे? बेबी गर्ल। गर्ल, ओके। आइफोनको जमानाको हो अनि आइफोन 14 नयाँ ल बधाई छ। यता चाहिँ एउटा बेबी सावरको भिडियो पहिले नै भइसकेको यहाँ हेर्दैछौँ। अहिले एउटा यहाँ हुन जाँदैछ। यता काकी सबैजना बसिरहेछौँ। अङ्कल यहाँ हुनुहुन्छ। हेलमेट भयो सेफ्टीको लागि होला, जति बेला नि चाहिन्छ। खोइ पूजा कहाँ हो? यसले अहिले काटिदियो चक्कुन ल्याउँछ। के रे? अहिले चाहिँ हामी रेकर्ड भइरहेछ हेर त भएन। अहिले चाहिँ हामी एउटा सानो प्रोग्राममा छौँ, बेबी सावर हाम्रो अङ्कल आन्टीको। अब सुरु हुन जाँदैछ। भिडियो भइरहेछ। त्यो त परियो नि। भिडियो त सिङ्गल सर्ट भयो अङ्कल। के कुर्का कुर्का भएन? ए आमाको आएन? आमा रिसाउनु भयो। आज चाहिँ बेबी सावर अङ्कल आन्टीको पहेँलो ड्रेस कोड म्याच गरिरहेछ।
आज चाहिँ यस्तै यतिका म्याच गरेको भन्नु पर्दो रहेछ परियो नि अङ्कल होइन म्याच त हो यो होइन भन्न त मिल्दैन आमा अनि अस्ति तपाईँ हुनुहुन्न थियो कस्तो लागिरहेछ त आज राम्रो लागिरहेछ नि रमाइलो खुसी हुनुहुन्छ सबैलाई तपाईँलाई के हुन्छ नाति हुन्छ जस्तो लाग्छ कि नातिनी हुन्छ जस्तो लाग्छ कि नाति हुन्छ जस्तो लाग्छ हो ल सबलाई सोध्ने हो त ल आन्टीलाई कस्तो लागिरहेछ मलाई पनि भतिज जस्तो लागेको छ ल अङ्कलको राय के छ होइन योको केही छैन सकुशल असल राम्रो ओ ल त्यही हो यो भन्ने बुढाको नाति राम्रो ल नातिनी अङ्कललाई चाहिँ कस्तो लागिरहेछ नाति नै होला जस्तो लाग्छ काकीलाई छोरी नै हुन्छ जस्तो लाग्छ हो नातिनी छोरी म छोरी ल, ठिक छ छोरी भने पुग्नु न हो यो त भयो मेल्ट हुन्छ अब धेरै मेल्ट हुन्छ फेरि के भयो पुग्ने मैले सुनेको त ल चक्कुले काटेर खुवाइदिनु न म त ऊ खानु न एक्लै छ ए हो चम्चाले काट्यो काटिँदो रहेछ एक काटेर बनाएर छ नि यो ल हामीले त्यो चम्चाले पनि झर्ला के दाजु नि खानुहुन्न अन्डा मिसाएर खानु होइन खानु म पनि खानु मासु पनि नखान्छ दाजु के भन्दा नखान्छ मासु खाने हो अन्डा नखाने दाजु मासु नि कहिले खाइसक्यो मासु त छोडिसक्नुभयो कुखुराको त्यति खानुहुन्न पुरा छोड्नु भएको के खानु हुन्छ ल अङ्कल यसो हातले ल नन प्लेट ल्याइदेऊ न एउटा म यतिकै राख्छु अहिले एकछिन खान्छु अब अझ खाइसिन न खानेले बाँडेर खानु साना अब बाँड्दै पकाउनु बाँड्दै खानेले खाँदा भइहाल्यो मिन त यहाँ एक्लै खाँदैछ यो चाहिँ सबैले पछि हेर्नु होला तनी फेन्टा खाँदै रहेछ यहाँ झिकेर काकीको फ्रिजबाट कागजबाट काट्न आएको तर चाहिँ अलिअलि त्यसरी होइन हाप हो त्यसै थाप्नु अनि यो त पचक्कै हुन्छ त्यतिकै मुखमा हाल्दैन भने मान्छे त अझै लाग्नु हुन्छ पानीको त धेरै यत्रो मान्छे हुनुहुन्छ भने थाहा छैन नि अङ्कल एक्लै हुनुहुन्छ होला बुवा र पार्टीमा 27वटा पानी पनि खायो अहिले त डेन्जर लाइन के भन्नु त्यसले थाहा छ हुँदैन म अफिसबाट आउँदा जहिले खाली हुन्छ आधी घन्टा झर्ना हुन्छ कसम भने म जाँदाखेरि मैले कति बेर वेट गर्नु पर्यो साल ट्रेडिङ अगाडि अङ्कल अर्को खाने अनि के पवन तपाईँको पसलको नाम के हो ल भन्नु मलाई डिस्काउन्टमा दिनु न हजुर बुवा फेरि कोरोना लाग्दा नि के खाने बुवा भन्दा पानीपुरी लिएन भन्नुहुन्थ्यो कस्तो मन पर्दो रहेछ अनि पाउँदा पनि हुन्छ होला धारा बन्द गर्न सक्नु भएन अरे ओके सबैभन्दा हिट चाहिँ पानीपुरी भयो ल आज पानीपुरी चाहियो बेको पार्टी अनि पानीपुरी कहाँ आउनु भयो अरे यता चाहिँ एउटा बेबी सावरको भिडियो पहिले नै भइसकेको यहाँ हेर्दैछौँ अहिले एउटा यहाँ हुन जाँदैछ यता काकी सबैजना बसिरहेछौँ अङ्कल यहाँ हुनुहुन्छ बुवा हेलमेट भएर सेफ्टीको लागि होला जति बेला नि चाहिन्छ
खोइ पूजा कहाँ त्यो टेबलदेखि माथि हेरेर यसले अहिले काटिदिनु चक्कुले ल्याउँछ के रे ए अन्ति गर्नु त नि अब हामीले टिका सिका लगाइदिनु अहिले चाहिँ हामी रेकर्ड भइरहेछ हेर त भएन अहिले चाहिँ हामी एउटा सानो प्रोग्राममा छौँ बेबी सावर हाम्रो अङ्कल आन्टीको अब सुरु हुन जाँदैछ भिडियो भइरहेछ त्यो त परियो नि पिठो त सिङ्गल सर्ट भयो अङ्कल के कुर्का कुर्का भएन ए आमाको आएन आमा रिसाउनु भयो आज चाहिँ बेबी सावर अङ्कल आन्टीको पहेँलो ड्रेस कोड म्याच गरिरहेछ आज चाहिँ यस्तै परियो नि अङ्कल म्याच त हो यो होइन भन्न त मिल्दैन आमा अनि अस्ति तपाईँ हुनुहुन्न थियो कस्तो लागिरहेछ त आज राम्रो लागिरहेछ रमाइलो खुसी हुनुहुन्छ तपाईँलाई के हुन्छ नाति हुन्छ जस्तो लाग्छ कि नातिनी हुन्छ जस्तो लाग्छ कि नाति हुन्छ जस्तो लाग्छ हो ल सबलाई सोध्ने हो त ल आन्टीलाई कस्तो लागिरहेछ मलाई पनि भतिज हुन्छ जस्तो लागेको छ ल अङ्कलको राय के छ होइन योको केही छैन सकुशल असल राम्रो त्यही हो यो भन्ने नाति राम्रो ल नातिनी नातिनी अङ्कललाई चाहिँ कस्तो लागिरहेछ नाति नै होला जस्तो लाग्छ काकीलाई नातिनी छोरी म छोरी ठिक छ पुग्नु न हो यो त भयो मेल्ट हुन्छ अब धेरै मेल्ट हुन्छ फेरि के भयो पुग्ने म यो सुनेको त ल चक्कुले काटेर खुवाइदिनु न म त उ खानु न एक्लै छ यो चम्चाले काट्यो काटिँदो रहेछ एक काटेर बनाएर छ नि ल हामीले त्यो चम्चाले हुन्छ होला के त्यति हुन्छ चम्चा दाजुले खानुहुन्न उनीहरूसँग खानुहुन्न होइन खानु त म पनि खानु मासु पनि नखाने त दाजु के भन्दा नखाने मासु खाने हो अन्डा नखाने दाजु मासुले कहिले खाएछ मासु त छोडिसक्नु पो कुखुराको त्यति खानुहुन्न पुरा छोड्नु आएको के खानुहुन्छ ल अङ्कल यसो हातले ल मिठो छ नन प्लेट ल्याइदेऊ न एउटा म यतिकै राख्छु अहिले एकछिन खान्छु अब अझ खाइसक्नु म खानेले बाँडेर खानु साना अब बाँड्दै पकाउने बाँड्दै खानेले खाँदा भइहाल्यो मिन त यहाँ एक्लै खाँदैछ यो चाहिँ सबैले पछि हेर्नु होला
तनी फेन्टा खाँदै थिएछ यहाँ झिकेर काकीको फ्रिजबाट कागजबाट काट्न आएको तर चाहिँ अलिअलि त्यसरी होइन हाप हो त्यसै थाप्नु अनि त्यो त पचक्कै हुन्छ त्यतिको मुखमा हाल्दैन भने मान्छे त अझै लाग्नु पानीको त धेरै यत्रो मान्छे हुनुहुन्छ भने थाहा छैन अङ्कल एक्लै हुनुहुन्छ होला बुवा पार्टीमा 17वटा पानी पनि खायो अहिले त डेन्जर लाइन के भन्नु त्यसले थाहा छ हुँदैन म अफिसबाट आउँदा जहिले खाली हुन्छ आधी घन्टा झर्ना हुन्छ कसम भने म जाँदाखेरि मैले कति बेर वेट गर्नु पर्यो साल ट्रेडिङ अगाडि अङ्कल अर्को खाने अनि के पवन तपाईँको पसलको नाम के हो ल भन्नु मलाई डिस्काउन्टमा दिनु न हजुर बुवा फेरि कोरोना लाग्दा नि के खाने बुवा भन्दा पानीपुरी लिएन भन्नुहुन्थ्यो कस्तो मन पर्दो रहेछ अनि पाउँदा पनि हुन्छ होला धारा बन्द गर्न सक्नु भएन अरे ओके सबैभन्दा हिट चाहिँ पानीपुरी भयो ल आज पुगेन तर पानीपुरी चाहियो बेको पार्टी होइन पानीपुरी कहाँ आउनुभयो अरे म चाहिँ तिम्रो हुनेवाला ठुलो मामु अनि मलाई चाहिँ तिमी बेबी गर्ल हुन्छ जस्तो लागेको छ कि बुनु हुन्छ जस्तो लागेको छ मलाई त बुनु हुन्छ जस्तो लाग्छ मेरो त्यस्तो प्रेफरेन्स छैन तर मलाई जहाँसम्म लाग्छ मेरो भित्री अन्त
बेबीको ठुलो मम्मी हामी सँगै खेल्नुपर्छ हामी सँगै म चाहिँ बेबी म तिम्रो हुनेवाला के भन्छस् तेरो हुनेवाला बेबी है बाबुजी खुसी हुनुहुन्छ न है अब भन्ने ल ड्याड टु मी ला मैले त केही गरेँ आलु मिर्च दिन त भएन मैले अरूलाई भने फेरि मेरो लागि हेर्न पो थालेछ